हेलो गाइस, के छ हजुरहरूको खबर। आज चाहिँ 14 फेब्रुअरी हैन, भ्यालेन्टाइन डे कसरी सेलिब्रेट गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ आज नाइटमा डिनर खान बाहिर जाने भन्ने प्लान थियो। अरू त्यस्तो खासै केही गरिएन दिनभरि चाहिँ। अनि म यहाँ चाहिँ रेडी भइरहेको छु। मेकअप भनेको मलाई यति मात्रै आउँछ हैन। अनि आजकल चाहिँ मलाई यस्तो लिक्विड सिन्दुरको माथि चाहिँ त्यो पाउडरवाला सिन्दुर लगाएको चाहिँ लास्टै मनपर्छ के, त्यही भएर चाहिँ आजकल म चाहिँ यसरी लाउँछु सिन्दुर चाहिँ। अनि त्यसपछि रेडी भइसकेँ म यहाँ चाहिँ। अनि मेरो यताबाट हस्बेन्ड आउनुभयो। आज हस्बेन्डले मलाई सरप्राइज दिनुभयो भाइ, बेलुका खाना खान मात्रै जाने भन्नुभएको थियो हैन, तर मेरो लागि यसरी गिफ्ट लिएर आउनुभयो। म त सक भएँ क्या आज फेरि। अनि के रहेछ भनेर यसो हेरेको त गिफ्टमा चाहिँ कस्तो राम्रो ड्रेस ल्याइदिनु भयो। फेरि त्यो भ्यालेन्टाइन डेमा यस्तो रेड टाइपकै ड्रेस झन् ल्याइदिनु भयो क्या। वाउ, मलाई त्यति मन पर्यो हैन, सोचेको पनि थिइनँ मैले चाहिँ। अनि त्यसपछि म ड्रेस चेन्ज गर्न गएको, मेरो हस्बेन्ड पुरै वेट गर्दै हुनुहुन्छ हैन। त्यसपछि फाइनली हामी रेडी भइसक्यौँ। त्यसपछि अब जाम भनेर यहाँ दुईजनाले यसो फोटोसोटो अलिअलि खिच्यौँ हैन। आजकल त है यो टिकटक बनाउने भएदेखि फोटो त त्यस्तो खासै पोस्ट गरिँदैन, त्यही पनि। अनि यस्तो देखेछ मलाई एकदम मन पर्यो ड्रेस चाहिँ। अनि हामी यता आयौँ खाना खाने ठाउँतिर, यहाँ रेस्टुरेन्टतिर आएको। अनि त्यसपछि यहाँ आएपछि अर्डर दिएपछि एकछिन वेट गऱ्यौँ हैन, अलि स्लो आयो हैन। त्यसपछि चाहिँ खानामा चाहिँ हामीले अब यस्तै केक क्याचेकुचुक खाने भनेर आज चाहिँ यस्तै कुराहरू खायौँ हैन। अनि उहाँले मलाई पनि तिमी मलाई खुवाइदेऊ म तिमीलाई खुवाइदिन्छु भनेर त निबानिबी टाइप भनौँ कि के भनौँ हैन, निबानिबी त के भन्यो अब, यस्तै हो भ्यालेन्टाइन डेमा हैन, हल्का रोमान्टिक रमाइलो हुनुपर्छ। अनि यसरी नै हामीले आज चाहिँ क्वालिटी टाइम स्पेन्ड गऱ्यौँ हैन। अनि रमाइलो कुराकानी भयो, टिकटकहरू बनायौँ। अनि जस खुसी लाग्यो आज, म कस्तो ह्याप्पी भएँ, फ्रेस भएँ हैन। अनि बुढोलाई थ्याङ्क यू पनि भने। मैले चाहिँ उहाँलाई केही पनि गिफ्ट दिइनँ हैन। म बिहेपछि खै मलाई त केही समझमै आउँदैन कहिले पनि के गिफ्ट दिने भनेर। बुढाले नै हो मलाई सरप्राइज गर्ने जहिले पनि। अनि यसै इन्जोय गरिसकेपछि खाना खाएपछि हामी फर्क्यौँ। यही हो ठाउँ चाहिँ, एकदम मन पर्यो मलाई चाहिँ। आजको दिन हाम्रो यसरी नै बित्यो। तपाईँहरूको भ्यालेन्टाइन डे कस्तो भयो कमेन्ट गर्नुहोला। बाई बाई गाइज।